साँच्चै अहिले त एक क्लिक संसारभरिको खबर हातमा। सूचनाको पहुँचमा त क्रान्ति नै आयो भन्नुपर्छ। हो नि। ल अब यसका फाइदाहरूतर्फ लागौं। यादवको लेख अनुसार पहिलो त यही भयो, सूचना र समाचारमा छिटो पहुँच। हो, संसारको कुनै कुनामा के भइरहेको छ तुरन्तै थाहा पाइने। यसले जटिल कुरा बुझ्न पनि सजिलो बनायो के? केही हदसम्म त पक्कै हो। अनि अर्को महत्त्वपूर्ण कुरा, ज्ञान र शिक्षा। एकदम। युट्युब, फेसबुक, ट्विटरबाट कति धेरै सिपमूलक कुराहरू सिक्न सकिन्छ, व्यावहारिक ज्ञान पनि। हो, समय बच्यो, सिप पनि तिखारियो। लेखमा माई सेकेन्ड टिचर, एम्बिसन गुरु जस्ता नेपालकै प्लेटफर्महरूको कुरा पनि छ। ती त सामाजिक सञ्जालकै सम्भावनाका राम्रा उदाहरण हुन् नि। ई लर्निङलाई कति सजिलो बनाइदियो। त्यो त हो। अनि समाजमा चेतना ल्याउन नि त यसको भूमिका देखिन्छ, होइन र? अवश्य। लेखमा भने जस्तै धामी झाँक्री, छाउपडी जस्ता कुरीति विरुद्ध जनचेतना फैलाउन कति सजिलो भयो। हो, सामाजिक, राजनीतिक, आर्थिक सबै क्षेत्रमा चेतना फैलाउन यो बलियो माध्यम बन्यो। अनि आर्थिक पाटो पनि त छ। ई-कमर्स र अनलाइन व्यवसाय। हो, डिजिटल व्यापार फस्टाउन त यसले निकै मद्दत गर्यो।